हाई गाइज भर्खरै टिकटकमा मैले एउटा भिडियो हेरेँ फिटम्यानको होइन जो युएसमा बस्नुहुन्छ उहाँले यहाँ अस्ट्रेलियामा बस्ने आकाश आचार्य भन्ने भाइले काम गर्ने ठाउँमा एउटा बहिनीलाई तलमाथि गर्नुभयो हातपात गर्नुभयो होइन अनवान्टेड टच गरेर केही नराम्रो गर्न खोज्नुभयो भन्ने खालको भिडियो पोस्ट गर्नु भएको रहेछ। त्यो भाइ चाहिँ मसँग फ्रेन्डमा नि थियो होइन, म चिन्छु भाइलाई होइन। यो भिडियो हेर्नुहोस्, त्यसपछि मेरो कुरा राख्छु। म अस्ट्रेलियामा चाहिँ यो एकजना आकाश आचार्य भन्ने यो भाइले चाहिँ आफैले काम गरेको एकजना नेपाली रेस्टुरेन्टमा चाहिँ काम गर्ने एकजना बहिनीलाई चाहिँ जबरजस्ती गरेको कारणले गर्दा जबरजस्ती हातपात गरेर चाहिँ अब त्यस्तै हुन्छ नि, अब गलत काम गर्ने चाहिँ कोसिस गरेको कारणले गर्दा यसलाई चाहिँ अहिले उता अस्ट्रेलियाको प्रहरीले चाहिँ यसलाई चाहिँ अहिले अनुसन्धानमा लिएको रहेछ होइन। म कारबाही के पुरै जन्मकै हाल्नुपर्छ यस्तोलाई होइन भने यस्तोहरूको चाहिँ यस्तो चोरहरू यस्तो भत्वा यस्तो एउटा दिदीबहिनीलाई इज्जत नगर्ने खातीहरूको चाहिँ एउटा हात र एउटा खुट्टा चाहिँ काटेर अनि फालिदिनुपर्छ कि यस्तो लाग्यो। हेर्नुभयो नि होइन, यो कुरा चाहिँ फेक हो है। मेरो भाइ र भाइको वाइफसँग नि कुरा भयो होइन, दुवैजनासँग कुरा भयो। यो चाहिँ एकदम फेक हो। उहाँले कुन अस्ट्रेलियाको कुरा गर्नुभएको भिडियोमा थाहा छैन, तर हामी बस्ने अस्ट्रेलियामा चाहिँ यस्तो कुनै पनि न्युज छैन, केही पनि भएको छैन। कसैले पुलिसले कसैलाई इन्भेस्टिगेसनमा लिएर यस्तो खालको कामको लागि कारबाही पनि गरेको छैन। प्लिज फिटम्यानजीलाई म यो मान्छेको चरित्र हत्या गर्न चाहिँ छोडिदिनु भन्छु होइन। तपाईँसँग के रिलायबल सोर्स छ भने त्यो कुराहरू गर्नु होला। अब यो भर्खर आएको भाइहरू होइन स्टुडेन्ट भिजामा छन्, स्ट्रगल गर्दैछन् विदेशमा, यो कुरा फ्यामिलीमा पुग्यो भने कति टेन्सन हुन्छ। अनि यस्ता कुराहरू चाहिँ अलिकति ख्याल गरेर बोले राम्रो होइन। यदि यो भिडियो तपाईँहरूले हेर्नु भएको छ भने यो चाहिँ अवेरनेसको लागि हो होइन। यो चाहिँ फेक भिडियो होइन, फेक न्युज हो। प्लिज यसको चाहिँ यसमा कुनै सत्यता छैन। थ्याङ्क यू।